हामीलाई बारम्बार खबरहरू आइरहेका छन्, बारम्बार निम्ताहरू आइरहेका छन्। हाम्रा लागि खाजाको पनि व्यवस्था हुँदैछ रे, पानीको पनि व्यवस्था हुँदैछ रे। तर अहिलेको महासङ्घको नेतृत्व, आबद्ध सम्बन्ध संस्थाको नेतृत्व हामी विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन खोजिरहेको छ। त्यो आउने हो भने हामी जाने हो, त्यो नआउने हो भने हामी नजाने हो। हामीलाई अरू केही चाहिएको छैन। कोही भन्दैछन् यतिवटा माग पुरा हुन्छ रे, यति बुदाको पास हुँदैछ रे। कति बुदाको छ, के माग छ, हामीलाई कुनै सरोकार छैन। आज हामी कुनै माग तेर्स्याएर पनि आएका छैनौँ। विगतमा गरेका सबै सहमति सम्बोधन हुने अग्रगामी विद्यालय शिक्षा ऐन चाहियो भनेर आएका छौँ। जम्मा जम्मी एउटा कुरा उठाएको छौँ, या त हामी सकेनौँ भने हामी शून्यमा फर्कौला, तर यो लडाईँ हामी फाइनल गरेर जान्छौँ। के जित्छौँ कि बित्छौँ, बिचमा कुनै सहमति हुँदैन। मलाई अचम्म लाग्छ, हामीले आन्दोलन सुरु गर्दा पत्रकार सम्मेलन गर्यौं। पत्रकार सम्मेलनकै दिन बेलुका केही जानिफकारहरूले लेखे महासङ्घले के आन्दोलन गर्छ, आन्दोलन थालेको भोलि कि पर्सि एउटा कागजमा सही गर्छ, छोडिदिन्छ। त्यसो भन्दै थियो, त्यो पनि पढे, तिनको मूर्खताप्रति हाँसे, तिनलाई सलाम गरे, माफ दिए। त्यसपछि आज तिनै मान्छे भन्दैछन् किन वार्ता नगरेको, किन आन्दोलन नटुङ्ग्याएको, कति लामो आन्दोलन चलाएको। मलाई हाँस उठ्छ। उनीहरूको स्ट्यान्डर्ड के हो, उनीहरूको अडान के हो? आन्दोलन नगर्ने कि गर्ने प्रश्न भएर आउन पनि म चेतावनी दिन चाहन्छु। हाम्रो धारणा प्रष्ट छ। हामी रहरमा आन्दोलन गरिरहेका छैनौँ, हामी लहरमा आन्दोलन गरिरहेका छैनौँ। अघिल्लो दिन घोषणा गरेर भोलिपल्ट काठमाडौँ आएका पनि हामी होइनौँ। धेरै महिना अगाडि हामी यो मितिबाट काठमाडौँ आउँदैछौँ। त्योभन्दा अगाडि ऐन बनाइदिनुहोस्, उपसमिति बनाइदिनुहोस्, छलफल गर्नुहोस्, टुङ्ग्याइदिनुहोस् भनेर सबै सरकार पक्षसँग हामीले अनुरोध गरेका थियौँ, भेटघाट गरेका थियौँ। हामी काठमाडौँमा नआएसम्म उहाँहरूको कानमा बतास छिरेन। अहिले रोएर कुनै अर्थ छैन। अहिले